हेलो सेवा स्यामुना नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू भिडियो। अहिले हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि म चाहिँ धेरै पछाडि आज भिडियो ब्लग लिएर आएको छु। अनि अहिले चाहिँ हामी यता बारीमा घाँस काट्न गएको छौँ। छोरी म बहिनी आएको छौँ। घाँस काट्दै फुल टिप्दै आएको। अब हामी पहिला घाँस काट्छौँ अनि फुल टिप्छौँ। तिम्रो उ गरेछ त जाँदैछौँ हामी चाहिँ। अनि यो चाहिँ हाम्रो गाउँ हो, गाउँ अरे के मस्त घाम लागिरहेको छ। त्यही राखिदेऊ। अब हामी चाहिँ घाँस काट्ने छौँ। अनि घाँस काटेर फुल टिपेर जाँदैछौँ। एकचोटि घाँस काटेर देखाउँछु। हामी चाहिँ अब फुल टिप्नु लाग्यौँ है त। त्यति उयो तेरो मोबाइलको चाहिँ हुँदैन अगाडि पछाडि यस्तो क्या यस्तो टोली। हामी चाहिँ घाँसको भारी चाहिँ नभन्दा पनि न्याम्ठी एक न्याम्ठी घाँस काटेर फुल टिप्नु थालेको। अब भारी फुल मात्र टिप्ने हो। अब यो हामी चाहिँ फुल धमाधम टिप्दैछौँ। यस्तो राम्रो फुल छ कि यहाँ चाहिँ। अनि त्यही भएर मैले भिडियो बनाएको। यस्तो छ आजको वेदर चाहिँ यस्तो छ। अनि म भरे मात्रै यहाँ भिडियो गर्नु पर्यो भनेर अनि त कस्तो राम्रो फुल यस्तो छ। अनि फुल चाहिँ तर यसपाला चाहिँ पहिला जतिको फुल रहेनछ क्या, पोहोर जतिको। तिहार अगाडि भएर पनि होला सायद। दसैँ तिहार चाहिँ यसपाला छिट्टो थियो नि त। अब कति राम्री बोडी कति राम्री बोडी मेरो धुलुक बनाऊ है। बनाइदिँदैछु त, भिडियोमा देखाइदिँदैछु त। त्यो छ क्या। तातिर पनि फुल चाहिँ छ। यता फुल धमाधम टिपेकै छ। अहिले फुल टिपिसक्यौँ। अहिले चाहिँ अब फिलिङ्गे मात्रै छ। फिलिङ्गेको फुल मात्रै फुलिरहेको छ। त्यही फुल चाहिँ त्यसबाट तर पहिला त कति 2-3 डोका जति भएको थियो फुल। पहिला सानो डोकामा यता छ हाम्रो घाँसको भारी चाहिँ। भारी चाहिँ नहुँदा नि देख्दैन। भारी जाँदा नि त नेम्ठी एक नेम्ठी। यस्तो गरी भएन नि। हामी चाहिँ अहिले बस्तु कोठामा आइपुगिसकेर घाँस घोप्ट्याएको। अब घर जाने चाहिँ घर। घर जान आँटेको। हामी चाहिँ अब माला उनाटेको छौँ यहाँनिर। हाम्रो चाहिँ आज गर्ने हो नि त लक्ष्मी पूजा। त्यही भएर अब सबैको हिजो गऱ्यो होला। हाम्रो चाहिँ जहिले पनि गाई तिहारको दिनै गर्छौँ हामी चाहिँ लक्ष्मी पूजा। त्यही भएर माला उन्न लागेको ढुकालाई। अनि भित्र होइरहेको छ त्यही। हेलो साथीहरू। अनि हामी चाहिँ आज लक्ष्मी पूजाको तयारी गर्दैछौँ। अनि त्यहाँ माथि बिहान तल फुल टिपेको। अहिले चाहिँ कहाँ आयो पुछारेको। अहिले चाहिँ हामी हाम्रो घरदेखि माथिको फुल टिप्न आएको छौँ। म चाहिँ
धानबारीहरू छ राम कति राम्रो छ कि कहाँ छैन राम हेर्नु कस्तो राम्रो साग साग खानु पलाउँछ त कति राम्रो हौ किन साथी देख्नु लगाएको त्यो छ अझै हाम्रो घर फुल टिप्दैछ एकछिन यसपालि चाहिँ फुलै फुल्दैन छ खासै यस्तो छ फुल चाहिँ यहाँ चाहिँ अलिक हल्का रहेछ पर छेउमा हाम्रो चाहिँ फुल टिपिसक्यौँ फुल चाहिँ यति छ अनि यता सबै फुल टिपी यहाँ पनि फुल्नुके मात्रै रह्यो अब अनि पछि फुट्छ होला यता चाहिँ घाम डुब्न लागिरहेछ अनि यता यस्तो छ लगौँ न अनि झर्दैछु हुँदो यहाँ चाहिँ बहिनीले साग टिप्दैछ